नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर 2 ले वृहत र्याली सहित कोड सभा गर्दै घरदैलो अभियानलाई तीव्रता दिएको छ। क्षेत्र नम्बर 2 का विभिन्न स्थानबाट सुरु भएको र्याली लम्की स्थित मोतीपुर चौराहामा एकीकृत भई मुख्य बजार तथा बस पार्क क्षेत्र परिक्रमा गर्दै पेट्रोल पम्प नजिक पुगेर कोड सभामा परिणत भएको थियो। कार्यक्रममा ठूलो जनसहभागिता देखिएको थियो। कोड सभामा बोल्दै वक्ताहरूले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै विकास, निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रण र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणलाई मुख्य एजेन्डा बनाइएको बताएका थिए। उनीहरूले पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विजय बहादुर सुवारलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका थिए। उम्मेद्वार सुवारले गत भदौ 23 र 24 मा अभिव्यक्त जनभावनालाई आत्मसात गर्दै अघि बढेको एकमात्र पार्टी नेपाली कांग्रेस रहेको दाबी गरे। बदल्यौं कांग्रेस, बदल्छौं देश भन्ने मूल नारासहित पार्टी देशभर सशक्त रूपमा अघि बढिरहेको उनको भनाइ थियो। सुवारले आफूलाई नेता नभई जनताको सेवकका रूपमा प्रस्तुत गर्दै भने, हामी नेता होइनौं, यस क्षेत्रको समग्र विकासका लागि सम्पूर्ण नागरिकको काम गर्ने सेवक हौं। यही क्षेत्रमा जन्मेर हुर्किएको उल्लेख गर्दै उनले आफ्नो जीवन यसै क्षेत्रको माटो, समुदाय र जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे। थारू, दलित, महिला, पिछाडिएका वर्ग लगायत सबै समुदायबाट प्राप्त आशीर्वादले आफू विजयी हुनेमा निश्चिन्त रहेको उनले दाबी गरे। कार्यक्रममा केन्द्रीय सदस्य हेमबहादुर रावल, महासमिति सदस्य तथा पूर्व शिक्षा मन्त्री मोहन सिंह राठौर, महासमिति सदस्य वीरबहादुर चौधरी, कैलाली जिल्ला कार्यवाहक सभापति खेमराज चौधरी, लम्कीचुहा नगर प्रमुख सुशीला शाही, क्षेत्र नम्बर 3 की समानुपातिक उम्मेद्वार रीता चौधरी लगायत स्थानीय जनप्रतिनिधि, नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।